हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। म चाहिँ अहिले मुस्ताङ जाँदैछौँ। हामी केटाहरू पछि केटाहरू छन्। अनि म बिहान 4:15 हिँडेको काठमाडौँदेखि अहिले चाहिँ गल्छी आइसकेको छौँ। म गल्छीबाट ब्लग स्टार्ट गरिरहेको छु। अनि हेर्दै जानुहोस् बाटोमा के हुन्छ। गाइजहरू यता छन्। अब हामी सिधै लाग्छौँ मुस्ताङतर्फ। आज गएर हामी पोखरा बस्छौँ अनि त्यसपछि सिधै हामी मुस्ताङ। हाम्रा हुनुहुन्छ राइडर, प्रो राइडर विशाल, यता सन्दीप, यता अस्मित। फाइनली गाइज हामी मलेखु आछौँ। मलेखुको माछा हेर्न सक्नुहुन्छ। माछा बवाल माछा मलेखुको एकदम बवाल छ क्या माछा। ल गाइज माछा आइसकेको छ। मलेखीको माछा एकदम बवाल। यो चाहिँ गाइज मलेखीको मोमो। ल गाइज हामी यहाँ मलेखीको माछा नि खाएर रेडी भयौँ। ल भतिजा कस्तो लाग्यो यहाँको माछा? गुड। स्पिड त हानिदिन्छ नि? स्पिड 80। यता अस्मित ब्रदर उता कम्ती भन्छ। अब हामी लाग्यौँ नास्ता खाइयो। अब हामी ल राइडर घुमाऊ। मनोकामना मन्दिर है। माथि डाँडामा एकदम केवल कार चलिरहेको छ। यो मनोकामना मन्दिर उहाँ डाँडामा केवल कार चलिरहेको। स्टेसन कहाँ छ खै? मनोकामना तल हो तलबाट माथि गाडी हेर्न सक्नुहुन्छ। माथि डाँडोसम्म पुऱ्याउँछ है। लास्टै छ। होइन नारायणघाट, पोखरा, बागलुङ। तर कति किलोमिटर थियो मैले हेर्नै छोडेँ। गाइज मुगलिङ आइसकेको छ। लास्ट गर्मी अनि लास्ट धुलो छ क्या। राइडर ल गाइज आधी बाटा रेस्ट लिइसकेको छौँ। मुगलिङभन्दा हल्का 2 किलोमिटर अगाडि यहाँ शीतल झाडी छ। एकदम नजिकै छ। केटाहरू यहाँ बसिरहेछन्। एकदम बवाल बवाल छ क्या। माछा मार्न लाग्छन् है। माछा मार्ने मान्छे अनि माछा मारिरहेको छन् उहाँ त। हाम्रा दाइ दा खतरा। दाइले एउटा गीत गाउनुहुन्छ कि? अब ल ल ल गरौँ। ल एउटा गाडी। अनि अरू के आउँछ? बवाल। अनि अरू ल ल मुस्कान पासको
एउटा गीत गाउनु न माने बुढाको गर्नु माग्ने बुढाको ल माने बुढाको अल्लाह तल्ले बारेबाट भन्छ ओ बवाल एउटा गीत गाउनु पर्यो के एउटा गीत हिन्दी ऱ्याप जे हुन्छ त्यही ऱ्याप आउन ऱ्याप के लोकगीत हुन्छ त्यो क्यारिकेचर मात्र गर्न हुन्छ मोटु पत्लीको क्यारिकेचर गर्न हुन्छ ल मोटु पत्लीको ल डन भनेका डन भनेका डन खतरा दाइ त यार खतरा के हो एक्टिङ सबै आउँछ मलाई के हुन्छ म सबको एक्टिङ फेभरेट हिरोको सलमान खान नेपालीमा के नेपालीमा ल स्टार्ट ल जलास बाटोमा एउटा हाम्रा हुनार कलाकार दाइ व्यक्ति फेमस हुनुहुन्छ अरे ल बवाल गर्न क्यारिकेचर धन्यवाद तपाईँ ल इङ्ग्लिस एक्चुअल इङ्ग्लिस My name is Sushil Babulam Chane. I'm from Beldia, Nolprasi district, and my hometown is in Nolprasi district. Oh my God! Your hobby? Pokhara English ma ke? Pokhara is beautiful place, which is located at northern part, southern part. Yes. अनि के हुन्छ त्यति हो अझै भन्नु न पाठ छोड हबी के छ काउको बारेमा भन्छु काउको ल काउको काउ इज अ डोमेस्टिक एनिमल इट गिभ्स मिल्क it has molars and it has twice it has two nose one और ATCR थ्याङ्क यू त्यहाँ बोल्छै मार्छन् कति बनाएको दाइ 19 फाउन्डिङको कुरो थियो ब्याजबाट नै हाम्रो ब्याजबाट नै गाउँबाट गुटुङटुङ भएर ट्रक चढेर हिँडेको मिल्टीको ट्रक होइन बाटोमा अगाडिमा ओह्रालोमा ट्रक गएको गइ छ हाम्रो के अरे भन्नाले क्यारिकेचर के खड्काजीको आमा अप्सना आफ्नो जान्छ जुत्ता जन भनेका डन मुझसे बचेका कौन पनि आधा घन्टा रेस्ट गरेर गयो एउटा रमाइलो चाहिँ भेट हुनुभयो अब सिधै हामी यहाँबाट पोखरा रेस्ट गरियो लास्ट गर्मी छ बाटोमा ल गाइजहरु यसमा नि थोरै थप्छु अहिले आउनै पर्छ भयो गाइज फाइनली पोखरा आइसकेको छौँ हामी पोखरा पुग्यो हेर त हालत पानी झद्रै रुच्यो यहाँ यत्नै पर पानी पऱ्यो यत्नै पानी परेन यत्नै गर्मी छ पोखरा पुग्यो भर्खर अब हेर्दै जाउँ के हुन्छ गाइज फाइनली लेक साइडमा आइपुगेको छौँ हामीहरू यहाँ छ पछाडि लेक साइड यहाँ भतिज छन् यता भन्दैछन् अगाडि एकदम बवाल यहाँ पठाइदिन्छन् केटाहरू मलाई छन् राइडर प्रो राइडर घुम्टीमा नि यतिको स्पिड हान्छन् यिनले खतरा प्लेयर छन् यिनी देख्न सक्नुहुन्छ बोट पोखरा गाडी अहिले चाहिँ डुगामा बसिसक्यो हामी दाइले चलाउँदै हुनुहुन्छ एकदम बवाल यता यहाँ केटाहरू छन् यहाँ सरर चलाएर आनन्द बसिरहेको छौँ ल यता टर्निङ मैले त चलाउनु न दाइल चलाउनु दाइल चलाउनु दिन्छु पोखरामा फेवताल घुमाउला बाबा ल त्यही पैसा मेरो दामको
म त थप्दिनँ कि यहाँ पैसा छैन दाइ ल दाइ घुमाउनु चाहिँ खानु 200 स्पिड रुपियाँ रुममा अनि कहाँ पैसा हामी के यस्तो पैसा हुन्छ 500 रुपियाँ त लिएर घर फोटो खिचेर आउँ कहाँ ढोलुङ्गे ढुम्मिने साइकलमा खिच्ने कति आनन्द पानी किधर है पानी किधर है कपाल नारा सिद्धेश्वरी गयो हेर्दा यहाँ खतरा बारुद भइसक्यो बारुद असुरलाई भिगो गराउ के फाइनली हामी फेवा तालवारी रेस्टुरेन्टमा आइसक्यौँ माथि छ रेस्टुरेन्ट अनि साइडमा ठ्याक्क डुगामा आइसक्यौँ यहाँ केटाहरू फोटो लड्यो जो भान्दा अर्डर दिन्छ खतिन्छ यहाँ सर्च गर्नु पर्यो लेक साइड पारी होटल रहेको छ यो लेक साइड पारी आएर नि एकदम आनन्द उठाउन सक्नुहुन्छ अगाडि प्लेनमा बसेर नि अवलोकन गर्न सकिनेछ अब हामी जाँदैछौँ हामी यहाँ बोर्डर यहाँ प्रशस्त एकदम भवाल केटाहरू छन् यता सरलक्की बोना वहाँ पारी जाने तर पारी यता बहुत रमाइलो छ यता साइडमा क्याफे छ एउटा यहाँ अवलोकन गर्न सकिन्छ आरती हुँदैछ गाइज यसमा त डर लाग्छ ब्यालेन्स भएन भने त गइन्छ हामी ब्यालेन्स भएन भने त हामी गइहालिन्छ फेरि ल चाँदोको आरती हुँदैछ हामी यति लक्की मान्छे एकदम आरती पनि